उसको ओन्ली फ्यान्स होइन म उसको ओन्ली म्यान्स पर मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जर्नी ट्याग के को मुझे ब्यान्ड नरिस है भाइ फेरि अनेस्ट रियाक्सन हुन्छ नि तर जे हो भने हाम्रो प्लान भइसक्यो हाम्रो पोडकास्ट हाम्रो भाइलाई त्यहाँ लाइभ नेपालमा गर्ने भनेर भाइहरूकै चोकमा पुगिदिन्छु भयो फोर ब्यान्ड कतिजना मारे छ सानो च्याट फोर च्याट कहिलेकाहीँ लाग्छ म 50 सेट मार्न खोज्छ मलाई मेनी मेन मलाई मार्न खोजिरहेछ रगत मेरो आँखामा केही देखा छैन मेनी मेन मलाई मार्न खोजिरहेछ उसको चाहिँ नि सेम त्यो पुरानो ओल्ड भिटेनको त्यो भाइब छ यार उसको चाहिँ यो मेबी अझै पछि ग्रो हुँदै जान्छ होला होइन उसको चाहिँ एक्ज्याक्टली त्यो भाइब छ तर आई डोन्ट मिन नथिङ है नथिङ त्यो इन्सपिरेसन हो उसले राम्ररी गरिरहेछ एज अ म्युजिक उसले दिइरहेछ भने $2.2.00 त बोलिहाल्छौँ नि हामी सबै जज त गरिहाल्छौँ नि कता त किन यो मिलन रोका छेत्री किन भाइ त यस्तो बोलाएको भाइ यत्तिकै गुल्ला लेखेर के भयो भाइ के भयो के गुल्ला केही एक्सप्लेनेसन दे केही गर के यत्तिकै दाइ आजको स्ट्रिम गुल्ला भयो भने दाइ गाना गुल्ला भनिस् भन्यो नि एउटा कुरा के गुल्ला भन् त भाइ गुल्ला के भयो आफ्नै देखेर तर्सिस कि के भयो कि कहिले देखेकै थिइनस् कि त केटी हो अनि आज केटाले ल्याम लिएर गुल्ला मुखमा हालिदियो अनि गुल्ला भनेको मेरो हातमा मलाई केही खाने छैन एनचिया बेबी जहिले बाहिर स्वयम्भू स्ट्रिट नानी भाइलाई भन्छु सामान जित दाजुभाइ साथमा जहिले रिस पछि बोराछ मुझे पुलिस त्यसैले बसिरहेको हामी लौकी त्यसले त गानाको एन्डमा गएको थियो है गानाको एन्डमा गाउँदा त कस्तो झन् दामी सुनेको थियो त्यो र भर्जन साथमा जहिले रिस पछि बोराछ मुझे पुलिस त्यसैले बसिरहेको हामी लौकी जगु बोक्छु बज्छु तेरा बोकी आगो बलिरहेछ मुझे चौकी बाहिर थियो मेरो भाइ बाहिर कटाउँथ्यो लाइट दुईजना तीनवटा पाइप होला चिन्ता हडे घरबाट गायब फालादार छु जस्तै केराको बोक्रा टाउको चाइनामा जुचे पोखरा बनाउँछु आरे बेटी त्यसमा तेरो थोप्रा चिसो मुटु साइको भेच्चा हल्लिँदै बाटोमा वरा केटा देख्नु नपरोस् मैले त्यसलाई यता मैले भने भाइलाई त्यसलाई चेत्ता आइज मजे गएको खेल छ अनि केटाहरू मेरो जेल छ जस्तो भए पनि रेल छ सबले भन्छ मलाई ग्याङ छ भन्छ बाबु चारे सुत न त बे एएमजी आउँछ म मुझे स्वयम्भूको भूत ओट्ने चार्दा निस्किन्छ दुध भन त्यसलाई धेरै नलुक चाहे मलाई बन्चरो खानु पर्यो रुख दसवटा ऱ्यापर खान्छ मेट्छ बुक ए यो नाति was cracking नाति नै रहेछ नि त पहिलाबाट भनेको त नाति हो मलाई नाम रङ भने कि जस्तो लाग्यो हान्दिन ल्याकिन मेरो भाइ ब्लड भन्नुपर्छ was cracking च्यातिन्छु कान जस्तो न्यापकिन मुझे जुरोटको ठुटो धेरै नफुर्के पर्ला घरमा झुटो कहाँ बस्छ त्यो मुझे खर्तेछ कुनो मुसालाई खोज्न छिर्दैन म तुलो I know you dumb दुश्मनहरू सबै रन दिको बानहरूको आयु कम बन्न सक्छ मुझे मुभी रङ टर्न रेडी बसिरहेछ मुझे गन मन बाटो हिँड्दा मजे डेन्जरस कसैले छोप्ला त मेन्सनास मन बाटो हिँड्दा मजे डेन्जरस कसैले छोप्ला त मेन्सनास मिलाएर हान्छु मुझे छैन रस हान्दिन्छ साला चोच साथै सास उसको ओन्ली फ्यान्स होइन म उसको ओन्ली म्यान्स पर मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जर्नी यो दामी रहेछ यार दामी रहेछ यो उसको ओन्ली फ्यान्स होइन म उसको ओन्ली म्यान्स पर मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जर्नी ट्याग Johnny Dang FYI man shit man fuck man ओए बच्चा Johnny Dang वो दामी रहेछ मलाई भर्स भन्दा कोरस दामी लाग्यो होइन म उसको ओन्ली म्यान्स पर मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जर्नी ट्याग के को मुझे ब्यान्ड फोर ब्यान्ड कतिजना मारे छ सानो च्याट फोर च्याट कहिलेकाहीँ लाग्छ म 50 सेट मार्न खोज्छ मलाई मेनी म्यान मलाई मार्न खोजिरहेछ मेरो आँखामा केही देखा छैन मेनी म्यान मलाई मार्न खोजिरहेछ साथमा मेरो हातमा मलाई केही ल भाइ यो चाहिँ यति हो कि भाइ यो जे हो त्यही हो क्या यहाँ गर तैँले के बोल्यो त धुलाई खान्छस् भाइ यिनीहरूको त्यो ग्याङ हुड चाहिँ क्या झल्केको यार त्यो लाइफस्टाइल चाहिँ क्या झल्केको क्या तर जहिले बाहिरको जस्तो चाहिँ भाइब छैन है जहिले बाहिरको जस्तो त भाइब छैन जहिले बाहिर त मेरो लागि नम्बर 1 हो भाइ अहिलेसम्म नम्बर 1 हो उसको फर्स्ट गानै त हो यो सेकेन्ड गाना हो
हो अरू पनि धेरै आउँछ भने एक्सपेक्ट गरेँ अनि हो मेरो भाइलाई चाहिँ